आज चाहिँ म एकदम स्वादिष्ट टेस्टी यम्मी डिस बनाउन लागेको छु। हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई छोटो मिठो मिनी कुकिङ ब्लगमा। पुरा हेरेर साथ दिनु होला लास्टसम्म। आज चाहिँ म तन्दुरी चिकन बनाउन लागेको छु। यसको लागि मैले पुरै चिकनलाई पहिला वास गरेर अनि यसलाई मेरिनेट गरेर मसला पुरै मेरिनेट गरेर 1 घण्टाको लागि रेस्ट गरेर राखिदिए। राखिसकेपछि यसलाई मैले अब रोस्ट गर्नलाई छोडिदिए। यसको लागि मैले 30 मिनेट रोस्ट गर्न दिनुपर्छ। अहिले भने म यो बर्तन सेट गर्दैछु। बर्तन भने धेरै त थिएन, थोरै थिए। म यताउता बर्तनलाई सेट गर्दैछु। आज चाहिँ भने मेरो यति हो। तन्दुरी चिकन बनाउन लागेको छु। अहिले लन्च भने बिहान भने मैले नास्ता अनि लन्च पनि आधा लन्च मैले बनाइसकेको थिएँ। आज चाहिँ मेरो यति काम भयो। अहिले भने एक ट्रिप भने मेरो तन्दुरी चिकन रोस्ट भइसक्यो। फेरि म एक ट्रिप यसमा डाल्दैछु। डालेपछि यसलाई राम्रोसँग रोस्ट गर्नुपर्छ। मेरो चामल पनि पाकिसक्यो। आहा, क्या दामी भएछ रोस्ट। पुरै होटल स्टाइलमा बनाएको छु मैले भने। देख्न सक्नुहुनेछ कति राम्रो भएको छ। देख्नमा पनि कति राम्रो भएको छ, कति टेस्टी भएको छ। खानामा पनि त्यति नै टेस्टी भएको छ। यो भने मैले भने दोस्रो ट्रिप पनि डालिसकेँ। डालेर यसलाई रोस्ट गर्नको लागि 30 मिनेट छोडिदिएँ। वाउ, कति दामी भएको छ, हेर्न सक्नुहुन्छ। बाई बाई, सी यू।